गल्ती भयो केटा हो, ह्यान्डसिप कोटा गल्ती होइन। अहिले त जहाँ पनि 4-4 जता पनि 4-4 मात्र देख्न थालेछु केटा हो। बार्साले 4 खाएर हार्यो, फेरि अझै 23 को लागि त्यही झल्काउनको लागि फेरि रियल माड्रिडले 4ले गेम जितेको छ होइन। हुन त अझै पनि गोल हान्न सक्थ्यो होइन। मैले अलिकति के अरे हाइलाइटहरू, किनकि फर्स्ट हाफ हेरेँ, सेकेन्ड हाफ अलिकति गरेर सुतेको, त्यही अझै पनि हान्न सक्थ्यो। त्यही हामीलाई झल्काउन, हामीलाई मनमा दुखाउनको लागि अरू गोल नहाने भन्ने कुरा आइरहेको छ होइन। अनि त्यसपछि अब यो आक्सवाला कुरा छोड केटा होइन, तिमीहरूले खत्रै खेल्यो आज। म मान्छु केटा होइन, किनकि फर्स्ट हाफ हेरेर म सुतेको हो। फर्स्ट हाफमा त्यो मिडफिल्डमा यस्तो राम्रो म्याच, चुआमिनी र कामाभियाको, भालभर्देको त्यो रनिङ यस्तो दामी खेलेको थियो भालभर्देले होइन। हरेक प्लेयरले आई थिङ्क यस्तो दामी खेलिरहेको थियो। अनि त्यसपछि मैले त फर्स्ट हाफमा 3-1 भइसकेपछि हेर्दिनँ म, निन्द्रा कति मार्नु होइन, यो हेडवाच गरेर हुनेवाला केही छैन भनेर सुतेको। त्यसपछि 1 गोल मात्र थपेछ त्यो पेनाल्टीवालामा। त्यसपछि गेम त्यही 4-1 सकेछ होइन। 4-1 भयो कि 4 कति भनौँ, झ्याउ लागिसक्यो। अनि उता पेनाल्टी दुईवटा पेनाल्टी आफूले घान्न नपाउँदा भनेर एमबापे पनि त्यस्तै कुरा गर्दैछ अरे, भिनिसियससँग अलिकति रिसाइरहेको छ भन्ने कुरा आइरहेको छ होइन। अनि कङ्ग्रेचुलेसन है केटा हो, तिमीहरू टप अफ द टेबल छौ, बधाई छ, बाई बाई।